कर्म गर तर फलको आश नगर भनेर भगवान् कृष्णले भन्नुभएको थियो भनेर हामी पढ्छौँ शास्त्रतिर। त्यही अनुसार यदि फल्ला नफल्ला आफ्नो ठाउँमा छ, कहिले असिना कहिले हावाहुरी लगायतका मौसमले त के देला र। तैपनि किसान हो, किसानले यति गर्नुपर्छ। हामीले नगरे कसले गर्ने, यहाँ नगरे कहाँ गरे, अहिले नगरे कहिले गर्ने भनेर चप्परी स्वार्थ काट्ने अन्डा फाल्ने, माटो सर्लक कसरी खप्काउने, रापला त्यसपछि यस्तो बल्छे पछाडि थिच्ने जस्तो लाग्छ साथीहरू। तपाईँहरूकोतिर कसरी गर्नुहुन्छ? हामी यसरी गर्छौँ, दिल लाउने।